to my channel, guys. Hello. धेरै दिनपछि आयौँ हामीहरू guys. So trip to पोखरा, काठमाडौँ to पोखरा. So आप देख रहे हैं ये गुड़ क्या हो रहा है? इसका लॉगेज हो रहा है भाई. So recent exam finish भयो मेरो. I am finished my exams and we're going to Pokhara, baby, Pokhara. Okay, bye bye. पोखरा calling. Pokhara calling. Okay, bye bye. तब तक के लिए. हामी बसमा चढ्न आइसक्यौँ. So हामी बसिसकेछौँ बसमा. राम्रो हिमाल देखेको छ यहाँको भ्यूबाट. अब चाहिँ हाम्रो यहाँ कफी आइसकेको छ. हामी अब यहाँ कफी खान्छौँ. Cheers गरे हैन. ल चियर्स कफी. यहाँ चाहिँ अलिकति जाम भएको अवस्था. We've got those buses के रामलुम यताबाट and यतातिरबाट नि आउँदैछ के सायद and we are a bit stuck here. सो नास्ता खाएर बसमा बसिसकेको अवस्था रहेछ. Oh my god, new gunda in the town. भाई साहब सो रहे हैं. गाह्रो छ गाइस गाह्रो. सो खाना खाने बेला भएको थियो तर वी डोन्ट वान इट भात होइन. वी आर नट अ भाते पर्सन होइन. एक्ज्याक्टली भन्नु पर्यो होइन. सो कुछ नहीं. चिसोमा हट्यो क्या कि बताए. आइसकेको छ. हामी दिनु पऱ्यो मोमो त अब यस्तै भने. कस्तो छ? सो अब फेरि बसमा जाने. अब सिधै पोखरा हुन्छ. अब के काला अब यस्तो चाहिँ सिधै अब चाहिँ लास्ट स्टेसन रहेछ यो. अब चाहिँ सिधै पोखराको ट्रिप. चढिङ टु बस. सो अहिले चाहिँ जामसाम केही छैन. सब क्लियर. बट फेरि स्मल ब्रेक भइरहेको छ. सो बीच रोड पे खडा गरिदिया यार. हामी चाहिँ यहाँ किन रोकेको छौँ भनेपछि इग्नोर माई हेयर है. हामी चाहिँ किन रोकेको छौँ भने चाहिँ वी आर गोइङ टु बाई सम ऑरेंज. सो द्याट्स वाई वी हेभ स्टप्ड हियर टु बाई सम ऑरेंज. जा खरीद ले. सो बीच रोड में खड़ा कर दिया. इधर आई सुन्तला छान्ने को ये ल्यान्डेड टु पोखरा होइन. ल्यान्डेडै भन्नु पऱ्यो अब. पोखरा. ओके लेट्स गो. अब हामी चाहिँ क्याब बुक गरेर डाइरेक्ट हामी लेफ्ट साइडको होटलतिर जान्छौँ एन्ड देन वी गोना मेक ए ब्लग. ओके अहिले बाई बाई बाई. सो हामीहरूको यो मान्छेले उहाँ मान्छेले चाहिँ गाडी गुडाउँदै गाडी बनाएको चाहिँ गुडाउँदै हुनुहुन्छ. वेयर करेन्टली एट हलन चोकको यो भाइरल के ठाउँमा छौँ. हामीहरूको यतापट्टि साइडमा छ लेक साइड डाइरेक्ट एन्ड वी आर हियर. माई गॉड वी हेभ नो क्लू. जानेको एउटा ठाउँ छ, एउटा ठाउँमा अड्क्या छौँ. सो लेट्स सी.
stay tuned all. Bye. I'm walking. सो हामी चाहिँ अहिले भर्खरै अब होटेलको सर्चिङ गर्दैछौँ. सो सी इज लुकिङ फर कहाँ बस्ने भनेर. बस्नु त पऱ्यो गाइज, बाटोमा हल्लिनु त भएन. सो हामी चाहिँ अहिले पोखराको स्ट्रिटमा हल्लिरहेको अवस्था. Street number 20. We are currently at street number 20. 2020. सो भर्खरै पिरो माछ खाइदिएको, स्या ठ्याठ्या भइरहेछ. You know what I'm trying to say? He is searching for कहाँ बस्ने भनेर. हामी जान चाहिँ एक्ज्याक्टली जान चाहिँ खोजेको भने कोको बिच हो. तर कोको बिचमा चाहिँ इट्स प्याक फुल. सो त्यही पनि कोको बिचको म्यानेजरले फोन गरेर मिलाउन सकिन्छ कि भन्ने आशा छ. अब के हुन्छ हेर्दै जाऊँ. एक्ज्याक्टली भन्नुपर्दा होइन गाइज, आइम ह्याभिङ अ लट अफ फन. द्याट्स कुल होइन. सो नट जस्तो देखेको छु होला. डोन्ट कल मी नट. ओके. यता हजुरहरू जता कतै क्याफे कफी वाटेभर अ लट अफ होइन होटेल्सहरू क्याफेहरू युज. आई हेभ नोटिस वान थिङ होइन, पोखरामा चाहिँ सबै हामीले फरेनरलाई मात्रै देख्न सक्दो रहेछौँ कि. जता कतै एभ्रिवेयर यु क्यान सी फरेनर्स. इट्स कुल होइन. नेपाल पनि यस अफकोर्स. पोखरा भनेको टुरिस्ट प्लेस हो आई नो, बट धेरै टुरिस्ट देख्थ्यो गाइस. इट्स कुल. एन्ड हामी पनि लोकल टुरिस्ट नै हो एक हिसाबले. सो इट्स कुल. अहिले हामीलाई रुम भेटिसकेको छ. सो लेट्स गो. सो इट्स द रुम गाइज. So finally guys, Pokhara lakeside view. Really being too exhausted. Finally भेटियो room. यो रुम रेडी भइसकेको छ. So we are going to our lakeside अब. So hello बोल दो अब. Hello, this is my outfit of the day. So अब जाएंगे फिर Lakeside. काइकिङ गर्न जाने हो त गाइज. काइकिङ. Okay, हामीहरू चाहिँ रेडी भइसकेको छौँ. Yay! हामी हाम्रो होटेल रुमबाट चाहिँ निस्किसकेको छौँ. And we are now heading off to the lakeside to see the beautiful view. So म चाहिँ बहुत excited भएको छु because you know, excitedness. I'm on vacation mode on. So that's Fewatal. Yeah? So इभिनिङ भइरहेको छ यहाँ. सो हामी फेवा लेकको साइडमा हामी अब चाहिँ फेवातालको के अरे पानीपुरी ट्राई गरौँ कस्तो रहेछ. Oh my god. ल रिभ्यू दिनु पर्यो है. कस्तो छ? दामी हो. सो फेरि अब पानीपुरी मन परेर अब चटपटे पनि ट्राई गर्न लाग्नु भएको छ. फेवातालको लेक साइडको चटपटे. हाउ इज इट? मिठो छ? पिज्जा भी मंगाया था. सो पिज्जा चाहिँ आउन चाहिँ टाइम लाग्छ अरे. अर्को पनि मगाएको थियो, अर्को पनि सकिहाल्यो, अघि नै सकिहाल्यो. सो यो चाहिँ मैले आफ्नो एस्थेटिकको लागि बचाएर राखेको. पिज्जा पनि आएको छ. हाम्रो सियाजीले पिज्जा चाहिँ काट्नु. ओएमजी. ल भाइ उहाँले ट्राई गरेर एउटा रिभ्यू दिनुहुन्छ है त. हाउ इज इट?
चिजी ओके चिया खान बसेको छौँ होइन मटका चिया एन्ड दिस इज गेटिङ भेरी इन्ट्रेस्टिङ बिकज यो चाहिँ अलिक डिफ्रेन्ट वेले कुक भइरहेको छ यो चाहिँ आगोमा उसलाई त्यो हजुर मटकाटी हल्का एक्सप्लेन गरिदिनु न त हजुरले कसरी बनाउनु भयो यो चाहिँ आगोमा त्यो हामीले मटका चाहिँ तताइराख्नुपर्छ हजुर अनि मटकाको टेस्ट आउँछ कि यसमा चाहिँ यो चाहिँ हामीले क्लेबाट बनाउँछ कि यो कप चाहिँ हजुर अनि त्यो क्ले तताएर ठ्याक्कै माटोकै टेस्ट आउँछ कि हल्का हल्का हेल्दी हुन्छ यो चिया चाहिँ ए लेग साइडमा बेस्ट मटका चिया एभर नखाँदै देखिसकेँ मैले प्रोसेस बनाएको प्रोसेस देख्दै मिठो हुन्छ अनि मलाई थाहा पाइसकेँ एन्ड आई एम एब्सोल्युटली लभिङ दिस मोमेन्ट दिस मटका चिया इन लेग साइड आई लभ इट सो फेवातालको स्पेसल मटका टी खाना छु हाउ इज इट ओ माई गड बब्बा छ यार लास्ट वेट